भयो 3 दिन लगातार आइरहेको छु आनन्द आइरहेको छ एक्सर्साइज पनि भएको छ प्रतिक्रिया के पाउनु भएको छ यसरी अब स्टन्ट गरे भन्छन् कि के भन्छन् तपाईँलाई एकदमै राम्रो प्रतिक्रिया छ अहिले बाटोमा हिँड्दाखेरि पनि त्यहाँको जनतासँग जोडिनु पाएको छु बाटोमा रोकेर फोटो खिचिरहनु भएको छ भिडियो बनाइरहनु भएको छ शुभकामना भनिरहनु भएको छ रेस्पेक्ट भनिरहनु भएको छ बढी चिनिरहनु भएको छ र एउटा राम्रो चिज पनि हो अहिले चाहिँ तपाईँ यो पेट्रोल डिजलको भाउ हेर्नुहोस् उपलब्धता पनि छैन यही कारण 2 दिन पनि अहिले शनिबार राखेर बिदा पनि दिएको छ अब हामीले सार्वजनिक यातायात चढ्नु पऱ्यो साइकल चढ्नु पऱ्यो हिँड्नु पऱ्यो त्यसले वातावरण पनि राम्रो हुने डिजल पेट्रोलको आयात पनि कम हुने गाडीको आयात पनि कम हुने एक्सर्साइज पनि हुने स्वस्थ पनि हुने हाम्रो वायु प्रदूषण पनि कम हुने यति राम्रो चिज चाहिँ सबैले गर्नुपर्ने चिज यो 2 दिन यसरी साइकलमा आउनु मात्रै हो कि सधैँ अब के हो अब 3 दिन भयो लगातार आइरहेको छु अब यसलाई म कन्टिन्यू गर्ने विचार छ मैले भनेको कि सार्वजनिक यातायात कि साइकल कि पैदल यात्रा अब कसैले लिफ्ट दियो भने लिफ्ट लिने र कुनै अब त्यस्तै समय पानी परेको समय सन्चो नभएको समय त्यो बेलामा त सवारी साधन पनि चढिन्छ तर अब यही साइकललाई चाहिँ कन्टिन्यू गर्ने सार्वजनिक यातायात चढ्ने र पैदल यात्रा भन्ने चाहिँ मैले साइकल लेन चाहिँ डेभलप गर्नु पर्दैन हो गर्नुपर्छ यो सुरक्षाको लागि साइकल लेन बनाउनै पर्छ र दिगो यातायात व्यवस्था प्रणालीमा चाहिँ साइकल लेन हुनुपर्छ सार्वजनिक यातायात हुनुपर्छ अपाङ्गता भएको व्यक्तिको लागि पूर्वाधार हुनुपर्छ यी कुरा क्रमबद्ध रूपमा बनाउनु पर्छ यहाँ चाहिँ भयो चाहिँ कस्तो भने हजुरको त्यही बाटोलाई साइकल लेन बनाइदिएर अनि झन् कन्जस्टेड बनाइदिइरहेको छ जस्तै अब ललितपुरमा उसमा पनि हेऱ्यो भने बाटोमा साइकल लेन त बनाएको छ तर त्यही बाटोलाई युज गरेको छ क्या होइन त्यो कन्जस्टेड होइन हामीले कसरी बुझ्नुपर्छ भन्दा धेरै साइकल गुड्न थाल्यो भनेदेखि धेरैजना सार्वजनिक यातायातमा यात्रा गर्न थाल्नुभयो भनेदेखि त सवारी सङ्ख्या कम भइहाल्छ नि त्यही भएर त्यो कन्जस्टेड हुँदैन हामीले त्यसरी बुझ्नु पऱ्यो त्यही भएर सार्वजनिक यातायात प्रयोग गरौँ साइकल प्रयोग गरौँ हिँडौँ क्या सवारीको सङ्ख्या कम गर्ने हो क्या सडक चौडा गर्ने होइन सवारी सङ्ख्या कम गर्ने हो क्या त्यो भयो भने त तपाईँ एउटा लेनै साइकललाई दिए पनि केही पनि फरक पर्दैन धन्यवाद